हिजोसम्म चाहिँ म मरे नि केही हुँदैन जस्तो लाग्थ्यो। अब म मरे भने चाहिँ घाटा हुन्छ देशलाई जस्तो लाग्न थाल्यो के मलाई। अब मलाई मैले केही गर्नुपर्छ हैन, मैले केही गर्नुपर्छ, म बाँच्नुपर्छ। यी झोले कार्यकर्ताहरू, यो टोले गुण्डाहरू, के भन्छ नि ठगी गरेर हिँड्ने मान्छेहरू जो लुटिरहेको छ देशलाई हैन। के छ त हाम्रो इन्कम के चाहिँ के त भन्नु न। त्यत्रो कर तिर्नलाई मान्छे भन्छ विदेशमा जर्मनीमा तैँले देखिनस्, जर्मनी युरोपमा त लिन्छ त पार्किङको शुल्क लिन्छ भनेर भन्छ मलाई। जर्मनी जस्तो देश बनाएर देखाउँछ देशले। त्यहाँको जति सेवा सुविधा हामीले भोग्न पाएको छौँ र हामीले भोगेको छौँ र त्यो सुविधा जसरी जर्मनी सरकारले चाहिँ त्यो त्यहाँको नागरिकलाई, प्रत्येक नागरिकलाई चाहिँ एउटा सेवा सुविधा दिएको छ, उनीहरूले भोगिरहेको छ, हामीले भोग्न पाएको छैन नि। र जुन उठेको करबाट आएको रकम छ त्यसको हेर्नुहोस् ल, म त भन्छु 5% पनि काम भएको छैन।